के गर्न सक्थे त मैले? कसले लिएको र तपाईँको पैसा? दिपकजी बुद्धि भन्नेले मेरो घरबाट पठाइदियो पहिला, त्यसपछि अनि पैसा पनि 30,000 बारी लगेर गएको। अहिले पैसा हाल्थ्यो कि मलाई जान्दा पैसा दिने के गर्नु? नरोएर बोल्नु न, तपाईँको राम्रोसँग क्लियर बोले भने थाहा हुन्छ। नरोएर बोले पनि मैले बुझ्न सक्छु त। उसले मेरो 30,000 पैसा खाइदिएको छ भारू। हजुर। अनि दिपक सुबुद्धि हो त्यसको नाम पहिला। अनि त्यसले भन्नु कि अभिनव तँलाई फेसबुकमा मेरो फेसबुकमा म मरेको फोटो हाल्छु भनेर मेरो घरबाट तोडिदियो। 30,000 रुपियाँ तपाईँले दिनुभएको हो? पहिला तपाईँले दिनुभएको हो? देखाएको उसले लगेको मबाट पैसा कहिले के भनेर के कहिले भनेर दिनुभएको हो त? तपाईँसँग के भनेर लिएको हो त? दिएको त तपाईँले होला नि। उसले भन बहिनीको बिहा छ, बहिनीको बिहामा साबत हाल्दै भनेर मैले साबत हालिदिएको उसमा। अनि 4-5 वर्ष उसले मसँग लपन गर्दै मैले पैसा हाल्दिएँ। अनि मेरो घरबाट थियो, मेरो छोरी थियो, मेरो बुढा थियो। उसले घरबाट तोडिदिएको। घरबाट तोडेर मलाई यहाँसम्म यो रोडमा लिएर छोडेर अहिले दिनरात मलाई प्रेसर दिएको छ। अहिले कहाँ छ त त्यो मान्छे? अनि अब अहिले के भन्छ त त्यसले? कहिले बेङ्गलोरै छ होला त्यो। कहिले बौरट छु भन्छ, कहिले गान्छु भन्छ, कहिले त्यसको नम्बर छ तपाईँसँग? छँदै उसले मेरो घरबाट पनि तोडिदियो, मलाई रोडमा लिएर छोडिदियो दाइ। अनि तपाईँको बुढाले के भन्नुभयो र घरबाट तोड्नु भयो त? मेरो बुढाले केही पनि भन्दिन। उसले गर्दाखेरि मेरो घरबाट तोडिदिएको। म फेसबुकमा मेरो फोटो झुन्डेर मरेको हाल्छु, त बिना मर्छ क्या तेरो आफन्तले खोज्छन् भन। म पहाडको एउटा सहर सुर्खेतको बजार पनि देखेको थिइनँ। त्यसले मलाई फसाएको, कर्नेको नाम भनेर फसाएको त्यसले मलाई। अहिले हुँदा नहुँदा गाली गर्छ, रन्जित भन्छ, मैले रेकर्ड पनि छ मसँग सबै भएछ। कहिले के भन्छ, कहिले के भन्छ। अर्को ठाउँ बिहा गरिदिन्छु भने तँलाई काटिदिन्छु भन्छ, कहिले के भन्छ, कहिले के भन्छ। रोक्नु, म त्यसलाई यहीँ कलबाट कुरा गर्छु है त। त्यही भएर पहिला यस्तो मान्छेहरूलाई पैसा दिँदाखेरि हल्का ध्यान दिनुपर्छ त तपाईँहरूले। के भनेर दिँदाखेरि, कि ब्याज भनेर दिनु भएको हो कि त्यतिकै कोही एउटा मद्दत गरेर त्यो हेल्प गर्नु भएको हो कि? 1 महिनाको लागि साबत दे भनेर अनि लगेको मसँग पैसा। उसले मलाई बम्बईमा पनि 1-2 महिना राख्यो, 8-9 महिना। अनि हजुर, श्रीमान कहाँ हुनुहुन्छ त तपाईँको? कसले राखेको 8-9 महिना? उसैले तपाईँसँग विवाह गर्छु भनेर? अनि तपाईँ श्रीमान हुँदा हुँदा उसँग विवाह गर्छु भनेर जाने गलत तपाईँको होइन? उसले अनि मेरो बुढा छुट्याइदियो। मेरो बुढाले अर्को बिहा गरे। बिहा गरिसकेपछि म उसँग मेरो घरबाट किन छुट्याइदिस् भन्दै बरुँदै उसँग गएको नि त। अनि उसले मलाई चोखु हाने मलाई। अनि अब तपाईँको पहिला श्रीमान हुँदा हुँदै तपाईँ त्यस्तो पुरुषहरूसँग लाग्नु त गल्ती तपाईँको हो नि बहिनी, होइन र? उसले मलाई फसाएको दाइ, उसले मलाई फसाएको। केटा मान्छे हो, केटा मान्छेले त फसाउँछ, भोलि बिहान ऊ जे पनि गर्छ। तर त्यसमा फस्ने भनेको केटी मान्छेको गलत हो नि। त्यो त तिम्रो लाइफ र हाम्रो लाइफमा धेरै फरक छ नि त। फस्ने तिमी हो नि त। एउटा तिम्रो घरबार बनिसकेको घरबार छ भनेपछि तिमी अन्जान व्यक्ति पुरुषहरूसँग फस्ने तिम्रो गलत हो नि त। अनि त्यसरी पैसा खायो, यही मान्छे हो। हेलो, म दिनेश। अनि तपाईँले एउटा लेडिजलाई केही पैसाहरू लिएर अनि उहाँलाई अब विवाह गर्छु भनेर त्यो अहिले अलपत्र पार्नु भएको छ, त्यो तपाईँलाई याद छ? उहाँले त तपाईँलाई अलपत्र पार्नु भएको छ, तपाईँको फोटो आएको छ। तपाईँले उहाँको फोटो हालेर चरित्रहीन गर्न पाउँछ एउटा नारीलाई? अनि तपाईँले एउटा विवाह भएको एउटा श्रीमान घरमा हुने जस्तो नारीसँग तपाईँ त्योमा फसेर किन त उहाँले घरबाट किन बिगार्नु भएको? अरे हजुर हजुर, नै उहाँ पनि लाइफमा हुनुहुन्छ, तपाईँ लाइफमा कुरा गर्नु, उहाँले पनि केही तपाईँसँग भन्नुहुन्छ। हजुर, तपाईँले सुन्नुहोस्, एकछिन सर, तपाईँले उहाँको कुरा सुन्नुहोस्। नै तपाईँले उहाँको कुरा सुन्नुहोस् न, तपाईँ कल नकाट्नु होला, उहाँको कुरा सुन्नुहोस्। अनि स्वास्नी बनाएर अर्काको श्रीमतीलाई स्वास्नी बनाएर राखेर अनि त्यसैको 2 जनामा हुने सम्बन्धको त्यो भिडियो रेकर्ड गरिदिन्छु अनि पब्लिक गरिदिन्छु भनेर त्यो धम्की दिने हो? मसँग प्रमाण छ दाइ, त्यसले घरबाट काटेको प्रमाण छ, सबै देखेर हालिदिन्छु। एउटा नारी हो, तर नारीलाई त्यसरी तपाईँहरूले चरित्रहीन गर्दै यो छोड्दै अर्काको श्रीमानको घरबाट तोड्दै यो गर्न पाउने अधिकार त छैन है। मैले हिजोबाट बिन्ती गरेँ दाइ, म देखेर हालिदिन्छु। तपाईँले सबै त्यसले मेरो घरबाट बिगारेको त्यसले मलाई पर्ने केटा भनेर। उहाँले त हेर्नु पर्ने केटा हो भन्नुभएको थियो। तपाईँले त घरमा पनि श्रीमती हुँदा हुँदा अरू लेडिजहरूसँग लाग्न तपाईँले पनि त बुझ्नुपर्ने हो। यसले अरू लेडिज पनि होटलमा ल्याउँदै राख्दै कलमा जोडिरहेको छ, उहाँसँग कुरा गर्नु न, कलमा जोडिरहेको छ। उहाँको तपाईँले बोलिरहेको आवाज सुनिरहनु भएको छ, उहाँले पनि। थाहा छ र तपाईँलाई? थाहा छ?
मलाई मेरो घर फर्काइदिसकेपछि उसले थाहा मलाई जब त्यसले मलाई आफै बेला गरेर राखिसकेपछि भने मलाई मेरो तपाईले बमैमा लिएर राखिसक्दाखेरि भने हो नि त त्यहाँभन्दा पहिला कन्ने भनेको म रेकर्ड हालिदिन्छु मसँग प्रमाण छ रेकर्ड छ दाइ मसँग त्यसो बोलेको प्रमाण छ भने हैन दाइ मेरो मम्मीको कसम त्यो यस्तै बन्छ त्यो कति चरित्र हित गर्छ तपाईले यस्तो गर्न पाउनु हुँदैन ब्रदर हैन तर एउटा नेपाली चेली तपाई पनि नेपाली चेला तर यसरी यो चरित्रहीन गर्दै यो इन्डियाको ठाउँमा अनि नारीहरूलाई रुवाउँदै अनि उनीहरुको घरबार तुडाउँदै यस्तो गरे भने आफ्नै आमा बुवाको बेइज्जत र देशको बेइज्जत हुँदैन दाइ म अब झुन्डेर मर्दै छु बेलुका मेरो भिडियोसम्म फ्रेन्ड कस्तो बेइज्जत भएको तपाईले त अहिले उहाँको घरबार तपाईको त एउटा स्वास्नी बनाएर राखेपछि त उ तपाईको स्वास्नी भएन जब उसको घरबार छोडिसकेपछि अहिले जान उ तपाईको नाम लिएर मर्यो भने के गर्नुहुन्छ त तपाईले किन छैन तपाईले सालभर स्वास्नी बनाएर राख्ने अनि पछि स्वास्नी हैन भनेर भन्न पाउनु त हैन नि त म सिटिङ होटलमा उ गरेर त्यसको मालिकसम्म पुरा गरिदिन्छु स्वास्नीहरु राखेको राखेन तपाईले बच्चा पनि पाल्नु भएको हैन त सरकारको श्रीमती लिएर राखेर बच्चा पाल्नु हैन 6-7 महिनाको छोरा त्यो छोरा लगेर सिटिङ हस्पिटलमा पाल्दिएको मेरो घरबार तोरे अहिले यता उता बनाइदिनु 30000 भाडा पैसा खाइदियो दिनमा तपाईको 30000 नाइ उहाँले ठिकै छ तपाईले घरबार तोड्दिनु भयो अरे उहाँको पैसा 30000 भाडा खानु भएको छ तपाईलाई पैसा चाहिन्छ कि त्यो घरबार चाहिन्छ ल भन्नु तपाईलाई मलाई मेरो घरबार चाहिन्छ मेरो घरबार बनाइदिनु पर्छ त्यसले नत्र 5 लगाएर पछि मेरो प्रमाण छ दाइ उले बोलेको प्रमाण भन्नु मेरो घरबार चाहिन्छ भनिरहेछ नत्र फाँसी लगाएर मर्छु भने भोलि बिहान तपाईले त्यो त्यसको सजा चाहिँ पाउनुहुन्छ फेरि विचार गर्नु तपाईले कि उहाँलाई अपनाउनु पर्छ र कि नत्र उहाँको पहिलाको जुन घरबार थियो त्यसलाई बनाएर कसरी हुन्छ त्यो बनाउनु पर्छ तपाई जहाँ पनि कन्ट्याक्टमा आउनु पर्छ